नमस्कार दर्शक महानुभावहरू, तपाईलाई नेपाली खबर न्युज 24 युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनेटमै प्रस्तुत गर्न गइरहेका छौँ। समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। एकाएक भर्खरै काठमाडौँमा भयङ्कर प्रदर्शन, प्रहरीलाई सम्हाल्न हम्बे सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई को यसबारे सब जानकारी। आत्मदाह प्रयास गर्ने व्यक्तिको अवस्था गम्भीर, आइसियुमा उपचारको तयारी। मानव अधिकार आयोगको सिफारिस सच्याउन ओलीले पुनः दिए निवेदन। बालेन सरकारप्रति राजेश हमालको असन्तुष्टि, जनताले भाषणभन्दा सुशासन खोजेका छन्। बालेनको उद्घोष स्थलबाटै थाले मिटर ब्याज पीडितहरूले काठमाडौँको पैदल मार्च। गणेश नेपालीको न्यायका लागि माइती घरमा भयङ्कर प्रदर्शन। गृह मन्त्रीको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति प्रहरीको फन्दामा। निर्मला पन्तको हत्यारा पक्राउ बारे भर्खरै गृह मन्त्री सुदन गुरुङले यस्तो भन्नुभयो र जलेका गणेशले दाजुलाई भने महानगर प्रहरीले गर्दा यस्तो भयो, आमा बुवालाई ख्याल गर्नु। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, वीर अस्पतालको आकस्मिक कक्ष बाहिर दौडधुप गरिरहेका छन्। मदन नेपाली आँखाबाट आँसु बगिरहेको छ भने आवाज मनिलो रहेको छ। केही घन्टा अघि मात्रै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका मदनका भाइ गणेश नेपालीलाई अस्पताल ल्याइएको थियो। 2:30 बजेतिर प्रहरीले खबर गर्यो। अस्पताल आएर हेर्दा भाइको शरीर सबै जलेको थियो। गणेशले भावुक हुँदै भने भाइको आँखाबाट आँसु बगिरहेको थियो, सकि नसकी बोलिरहेको थियो। त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका 26 वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्यु बीच सङ्घर्ष गरिरहेका छन्। अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ। चिकित्सकहरूले उनको उपचार गरिरहेका छन् भने अस्पताल बाहिर परिवारका सदस्यहरू चिन्तामा डुबिरहेका छन्। गणेश अहिले बोल्न सक्ने अवस्थामा छैनन्, तर अस्पताल ल्याइएपछि उनले निकै मुस्किलले उपचार गरेका केही शब्द भने दाइ मदनको मनमा गहिरो गरी गडेको छ। उसले मलाई एउटै कुरा भन्यो, मदन भक्कानिँदै भन्छन्, यो सबै महानगर प्रहरीले गर्दा भएको हो। आमा बुवालाई राम्रो गर्नु। त्यसपछि उसले केही बोल्न सकेन। त्यो वाक्य मदनका कानमा निरन्तर गुज्रिरहेको छ। परिवारका सदस्यका अनुसार गणेशको व्यवहार कहिल्यै अस्वाभाविक थिएन, बरु उनी भविष्यका योजना बनाइरहेका थिए। विदेश जाने तयारी बारे परिवारसँग छलफल गर्थे। तपाईँ भन्दा पहिले म विदेश जान्छु दाइ, तपाईँ घर सम्हाल्नु, गणेशले केही दिन अघि मदनसँग भनेका थिए। बिहिबार बिहान पनि गणेश दाइ बसेको कोठामा आएका थिए। बिहानै मेरै कोठाबाट निस्किएको मदन सम्झिन्छन्। बुहारी पनि सँगै आएकी थिइन्। कोठा सार्ने कुरा थियो। त्यति बेला उसको व्यवहार अस्वाभाविक थिएन। भक्तपुरको कमल विनायकमा बस्दै आएका गणेश पछिल्लो 2.5 वर्षदेखि पठाउ चलाउने काम गर्थे। त्यही कामबाट परिवार चलिरहेको थियो। मुगुको सोरु गाउँपालिका 1 स्थायी घर भएका
गणेश 7 वर्ष अगाडि काठमाडौँ छिरेका थिए। कृषि विषयमा जेटी जुनियर टेक्निसियर अध्ययन गरेका गणेशले जीवन सजिलो होला भन्ने आशमा काठमाडौँ रोजेका थिए, तर रोजगारी मिलेन। गणेशका श्रीमती 2 वर्षकी छोरी र वृद्ध आमा बुबा गाउँमा छन्। 6 वर्ष अघि विवाह गरेका गणेशको कमाइले नै परिवार धानिन्थ्यो। श्रीमती गुडी हुन्, भाइले कमाएर ल्याउँथ्यो, त्यसैले बच्चाको खर्च चल्थ्यो, स्कुल पठाउने सोच थियो। मदन भन्छन्, परिवार आर्थिक रूपमा सम्पन्न छैन, अस्पतालमा उपचार खर्च जुटाउन पनि उनीहरूलाई समस्या छ। हामी धेरै कमजोर परिवार हौँ। फार्मेसीमा एकजना डाक्टरले उधारो मिलाइदिनु भएको छ। भाइको उपचार कसरी गर्ने भन्ने चिन्ता छ, मदनले भने। मदन एउटा कुरा पटक पटक दोहोऱ्याउँछन्, गणेश आर्थिक ऋण वा पारिवारिक तनावका कारण यस्तो कदम चाल्ने व्यक्ति थिएनन्। उनी सधैँ शान्त स्वभावको मानिसका रूपमा चिनिएका थिए। धेरै नबोल्ने, अनावश्यक विवादमा नपर्ने, आफ्नो काममा मात्र केन्द्रित रहने बानी थियो। उसँग ठुलो ऋण थिएन, मानसिक तनाव पनि देखिएको थिएन, धेरै सहनशील थियो। मदन भन्छन्, म चाँडै रिसाउने मान्छे हुँ। ऊ कहिले कसैसँग झगडा गर्ने, जिद्दी गर्ने वा रिसाउने खालको थिएन। अहिलेको घटनाले परिवारलाई दुखी बनाएको छ। घटनाबारे परिवारले पनि अझै स्पष्ट बुझ्न सकेको छैन। गणेश राहदानी विभाग किन पुगेका थिए? आफ्नै कामका लागि कि सेवाग्राहीलाई लिन, त्यो अझै खुलिसकेको छैन। मदनका अनुसार भाइले आफूलाई महानगर प्रहरीसँग विवाद भएको मात्र सङ्केत गरेका थिए। उसले बिना कारण लफडा भयो भन्ने कुरा गरेको थियो। मदन भन्छन्, पछि के भयो, कसरी यति ठुलो घटना भयो, त्यो उसले विस्तारमा भन्न सकेन। गणेशका जेठान विकास उक्त घटना सञ्चार माध्यमबाट थाहा पाएको बताउँछन्। म ड्युटीमै थिएँ। उनी भन्छन्, न्युज हेर्दा यस्तो भएको थाहा भयो। विकास आफै स्वास्थ्यकर्मी हुन्, तारकेश्वर सिटी अस्पतालमा कार्यरत। उनी अस्पतालमा बिमारीको उपचारमा व्यस्त थिए। त्यही बेला गणेशको आत्मदाह प्रयासको खबर थाहा पाए। अस्पतालमा बिरामीको जीवन बचाउने काम गरिरहेका विकासले आफ्नै परिवारको सदस्य मृत्यु र जीवनको दोसाधमा पुगेको खबर सुनेका थिए। के कारणले यस्तो भयो हामीलाई पनि थाहा छैन, विकास भन्छन्। प्रहरीले बाइक लक गर्दा यस्तो भएको सुनेका छौँ, तर वास्तविक कारण के हो केही थाहा छैन। गणेशबारे बोल्न थालेपछि विकासको स्वर केही बेर रोकिए जस्तो हुन्छ। उनी कुनै ठुलो परिचय दिन खोज्दैनन्, काम गरेर खाने मान्छे हो। उनले भने, ऊ झगडा गर्ने, धेरै कुरा गर्ने मान्छे होइन। परिवार आर्थिक रूपमा सम्पन्न थिएन, तर अभावमा बाँचिरहेका हजारौँ नेपाली परिवारभन्दा धेरै फरक पनि थिएन। ऋण थोरै सबैको हुन्छ, तर अहिले ऋण नभएको घर कहाँ छ र? सबैजसो ऋणीमै चलिरहेका छन्। विकास भन्छन्, प्रहरीको व्यवहारले यस्तो घटना भयो कि भन्ने अनुमान हो। ऋण, जिम्मेवारी र भविष्यको खोजीबीच गणेशले विदेश जाने तयारी पनि गरिरहेका थिए। राम्रो अवसरको खोजीमा उनी विदेश रोजगारीको प्रक्रियामा थिए। अहिले गणेशको आइसियुमा उपचार भइरहेको छ। शरीरमा गहिरा जलनाका घाउ छन्। चिकित्सकहरूले उनलाई बचाउन प्रयास गरिरहेका छन्। उपचारमा संलग्न चिकित्सक डाक्टर पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण गणेशलाई सघन उपचार कक्ष आइसियुमा राखेर उपचार थालिएको छ। प्लास्टिक सर्जन डाक्टर दाहालका अनुसार बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ। शरीरको करिब 60% भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताएका छन्। त्यस्तै दर्शकबिन गृह मन्त्रालयको मान्छे भन्दै प्रहरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको सिङ्गाड गाउँपालिका 6 घर भएका 32 वर्षीय कुलवीर नेपाली रहेका छन्। कीर्तिपुर बस्दै आएका उनले प्रहरीलाई आफू गृह मन्त्रालयको मान्छे भन्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै धम्की दिएको आरोप लागेको छ। बिहिबार
माइती घरबाट पक्राउ परेका उनीहरू विरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। त्यस्तै दर्शकबिन राहदानी विभागमा अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृह जिल्ला मुगुवासीले काठमाडौँमा भयङ्कर प्रदर्शन गरेका छन्। मुगुको सोरु गाउँपालिका 1 का 25 वर्षीय नेपालीले बिहिबार दिउँसो आत्मदाहको प्रयास गरेका थिए। त्यस्तै दर्शकबिन उनको न्यायको लागि भन्दै मुगुवासीले अहिले साँझ माइतीघरमा भयङ्कर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले हातमा विभिन्न नारा जटित प्लेकार्ड बोकेर प्रदर्शन गर्दा केहीले नाराबाजी समेत गरेका छन्। प्रदर्शनमा मुगुबाट निर्वाचित नेपाली काङ्ग्रेसका सांसद खड्क बहादुर शाही पनि सहभागी छन्। त्यस्तै दर्शकबिन सुकुमवासीलाई घाँस बाँस र कपासको माग गर्दै काठमाडौँ माइती घरमा प्रदर्शन गरिएको छ। सुरक्षित पुनःस्थापनाको सुरक्षित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहट्याउन माग गर्दै विभिन्न दल निकट सङ्गठनहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले सुरक्षित पुनःस्थापना, भू स्वामित्व सहितको वास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न घाँस बाँस र कपासको प्रत्याभूतिको माग गरेका हुन्। प्रदर्शनमा उनीहरूले बोल्न दे, मानव अधिकारको प्रत्याभूति गर लगायतका लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। त्यस्तै दर्शकबिन जनकपुर धामको ऐतिहासिक तिरुभितियादेखि मिटर ब्याज पीडितहरू काठमाडौँका लागि पैदल मार्चपास्ट प्रारम्भ गरेका छन्। गत माघ 4 गते यही ठाउँमा आयोजित रासोपाको सभाबाट उद्घोष गर्दै वर्तमान प्रधानमन्त्री रहेका बालेन शाह बालेन अब मिटर ब्याज पीडितलाई अधिकार माग्न काठमाडौँ नै जान नपर्ने भनेका थिए। तर मिटर ब्याज पीडितहरूको न्यायको लागि कुनै कदम नचालेपछि 6 सूत्रीय मागसहित उनीहरू पैदल मार्च गर्दै काठमाडौँ लागेका हुन्। बाँकी अपडेट अर्को भिडियोमा।